हेलो गाइस, कैसे गुड मॉर्निंग। आज चाहिँ हामी के यहाँ घुम्न मतलब कि घाँस काट्न हिँडेको। हेलो गाइस चाहिँ विशाल छ अनि अगाडि भाइ आयन 3 भाइ भएर चाहिँ घाँस काट्न हिँडेको है गाइस। As you can see, hello guys, तिम्रो चाहिँ खतरा देखिन्छ नि त ल। Can see guys, मजुवा है मजुवा। आज चाहिँ गाइस हामी यहाँनिर है घाँस काट्न जाने, त्यहाँनिर अलि देखेको होइन है गाइस। जाउँ अनि एक काम के आज चाहिँ हामी घाँस काट्न जाँदा कस्तो गाइस। आज चाहिँ घाँस काट्न जाने अनि भाइ सब्सक्राइब माई च्यानल ब्रो। भाइ आज चाहिँ तिमी के बोकेको? मोलको ए ल भाइ पनि आज हिँड्ने हामीसित आज जान्छ अनि हामी चाहिँ हो पारी जानेछौँ घाँस काट्नको लागि। अहिले तपाईँहरूलाई हामीले देखाउनेछौँ बुट्टा चढ्ने। हाम्रो यो भ्लगको नाम के अरे? अभिषेक विश्वकर्मा भ्लग हो। अभिषेक विश्वकर्मा भ्लगलाई सब्सक्राइब गर्नु होला है गाइज। आज चाहिँ जाने है खडो छ त। सक्छ त सक्छ त कसैले सक्दैन नि। मकै चाहिँ अलि बढिसकेका छन् है गाइस। मकै चाहिँ यस्तो भइसकेछ मकै बारी दरम दरम बिगी बिगी बात में मीठी मीठी रातों में ऐसा लगाता मुझे मकै बारी दरम दरम हरि ककरा करम करम। आज चाहिँ हामी बाटोमा आइसकेको छौँ यसो गाइस। आज चाहिँ बाटो आइसकेको हामी चाहिँ यो चाहिँ अब त्यो मलको बोरो अब त्यही राखिन्छ एकैछिन। भाइ यसो हेलो गर्दै भाइ। त्यो भाइ चाहिँ गइरहेको छ है। फेरि कता लड्ने हो भाइ। फेरि हामी चाहिँ हिँड्छौँ त्यस्तो घाम आज चाहिँ लागेको छ है गाइस। आज चाहिँ घाम डह्रो लागेको छ। त्यो भाइ लोटो कि आज चाहिँ गाइस आज चाहिँ घर पानी पर्न छैन। राति पर्नु जति गाइस। यो भाइ हेर्नु न हौ यो भाइको पनि काम छैन गाइस। हामी जाम चाहिँ यु क्यान सी गाइस। यो चाहिँ मोजा पर्यो है हाम्रो गाइस। त्यस्तो सबैजनाले यो चाहिँ यतातिर हाम्रो गाउँ पर्यो है गाइस। यो आन्टीको घर देखियो। यतातिर चाहिँ मजुवा सिन यु क्यान सी भाइ पर्यो। यो दाइ पर्यो। यो चाहिँ जोसी हेरौँ न भाइ चाहिँ कुन भलिबल प्लेयर नि है। भाइ पछि फर्क त एकचोटि रवि जोसी नम्बर 41 है। आज चाहिँ ल गाइस आइसके हम ल घाँस काट्नमा यहीँनिर हो। यस्तोनिर यो ठुलो रुखको बुटो हो नि त हते निचे हो होइन गाइस। हिजो चाहिँ पानी परेर पुरा बाटो चाहिँ यस्तो हालत भइरहेको छ गाइस। टनेल पो रहेछ वहाँ त टनेल लगाएछन्। मकै छर्न धोएर चाहिँ अलिक खुर्सानी लगाएछन् है गाइस। बाटोको हालत यस्तो हो गाइस। बाटोलाई संरक्षण गर्ने कि नगर्ने गाइस। बिगी बिगी रातों में यता बिगी बिगी बात में मीठी मीठी बात में ऐसा लगाता मुझे मकै बारी दरम दरम हरिया का करम करम। ल गाइस आइसकेको छ। यो चाहिँ होइन मम्मीले पराएको भन्नुभएको थियो। पहिला पराएको जाउँ न गाइस। बाटाको हालत चाहिँ छ यति यो जम्मा यहाँदेखि त ठ्याक्कै यहाँनिरसम्म है त्यस्तो पानी as you can see घाँस चाहिँ यहाँ खतरा भइसक्यो होइन। गाइस म्याङ्गो चाहिँ अलि देखेको होइन अलिअलि देखेको हो होइन गाइस। यसले भिगी भिगी रातों में बाबा भाइ
यो के अहिले चाहिँ आप खासी नै गाइज यतिनिर हो यो अहिले यत्रो बुटामा चाहिँ थोरै यहाँ फलेको हो यु क्यान एजुकेट गाइज हाम्रो गाउँ चाहिँ हामी चाहिँ वहाँदेखि आइसकेको है गाइज हामी चाहिँ ठ्याक्क वहाँनिरदेखि आएको है वहाँ ल हाम्रो गाउँ त खतरा के हो नि त ल ल गाइज फाइनली हामी चाहिँ अब घाँस काट्न झर्दैछौँ नखाऊ यार ल गाइज फाइनली हामी आइसकेका छौँ घाँस काट्नुको लागि अनि यहाँ फर्स्ट टाइम है गाइज अब धेरै दिन भएको थियो नआएको घाँस काट्न यु क्यान ओ माई गड बाटो चाहिँ खतरा भएछ त ल हेलो गाइज यहाँ त बाटाको हालत चाहिँ कडो है अहिले चाहिँ हामी त्यहाँ निस्किने होइन है भाइ चाहिँ केही नखाइकन बस्नै सक्दैन कि गाइज जे बेटा उयो खाइदिइहाल्छ गाइज यु क्यान सी ल अहिले चिपम लाग्यो केटा हो आइजाउनु पहिला घाँस काट्न आएको नि त हामी ल गाइज आज सिन चाहिँ यस्तो दामी बब्बाल देख्यो नि मा कसम यार ओ मा अब काटी चाहिँ हामीले यही रुख हो नि र गाइज यही हो नै यो रुख हो ए यु क्यान सी गाइज तर गाह्रो नि हो गाइज सिस्नो चाहिँ सिट चाहिँ खतरा भएछ